ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि। ए भनेको ब्यालेन्स होइन घन्टीलाई रवि लामिछानेलाई मत हाल्छ यसपालि जनताले। तपाईँहरू विश्वास भएर यो गाउँ जानुहोस्, म भित्रबाट घन्टी नै बजाइदिन्छु। ल लिएर जानु, मसँग घन्टी दिन्छु। अस्तिदेखिको राजनीतिप्रति हामीलाई धेरै जनतालाई चिरो नै भइरहेको हो। तपाईँहरू यो भाइरल बनाएर लगिदिनुहोस् ल। ए तपाईँले घन्टी राखिसक्नुभयो घरभित्र? रवि लामिछानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ, ल पठाइदिनुहोस्। हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन। जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु। त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्छ।